हेलो गाइज, वेलकम बैक माई यूट्यूब च्यानल। आज फेरि एउटा इन्ट्रेस्टिङ नयाँ युजफुल भिडियोका साथ म नागेन्द्र उपस्थित भइसकेको छु र आज हामी यस भिडियोमा रहेर अलडाजी एकाउन्ट तपाईले घरमै अनलाइनबाट खोलिसके पछाडि तपाईहरुले कसरी त्यसको कार्ड प्रिन्ट गर्ने यानी इकामा हालेर तपाईहरुले कसरी तपाईको अलडाजी बैंकको एटीएम कार्ड फिजिकल एटीएम कार्ड कसरी बैंकबाट प्रिन्ट गर्ने कसरी निकाल्ने सबै प्रोसेस म तपाईहरुलाई आज यस भिडियोमा रहेर जानकारी दिनेछु। तपाईहरुले यहाँ हेर्न लाइभ हेर्न सक्नुहुन्छ। आज म यहाँ अलडाजी बैंकको ब्रान्चमा आइसकेको छु र पछाडि ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ म अलडाजीको बैंकमा ब्रान्चमा आइसकेको छु यो भाइलाई लिएर। यो भाइले आज भाइ आज हामी के गर्न आएको छौं बैंकमा? बैंकमा आज हामी के गर्न आएको छौं? यहाँ ब्रान्च अलडाजीको एटीएम तिमीले एकाउन्ट बनाइसक्यो हिजो हैन? उहाँले हिजो एकाउन्ट बनाइसके अनलाइनबाट घरमै। आज हामी यहाँ हेर्न सक्नुहुन्छ ब्रान्चमा आइपुगेका छौं अलडाजीको। आज हामी यहाँ एटीएम कार्ड प्रिन्ट गर्ने तरिका सिकाउँछौं, तपाईहरुलाई लाइभ सिकाउने छु। यहाँ हेर्नु होला। अब धेरै ढिला नगरिकन जाउँ बैंक भित्रै सिकौं है त। अब यहाँ हामी जाँदैछौँ बैंक ब्रान्च भित्र। अब ऊ भाइले आज एटीएम कार्ड प्रिन्ट गर्नुहुन्छ। यहाँ तपाईहरुलाई सबै लाइभ म देखाउने छु। यहाँ हेर्न सक्नुहुन्छ हामी ब्रान्च भित्र आइसकेका छौं। अब यो एटीएम हो, क्याश विड्रल एन्ड डिपोजिट। यो हेर्न सक्नुहुन्छ। अब हामी यहाँ कियोस्क, यहाँ सेल्फ सर्भिस हेर्न सक्नुहुन्छ। 24/7 यो जतिखेर पनि आउँदा हुन्छ। यहाँ तपाईले हेर्न सक्नुहुन्छ। यो मेसिनमा आज चाहिँ हामी कार्ड प्रिन्ट गर्नेछौँ अलडाजी बैंकको एटीएम कार्ड। ल भाइ आउनु सुरु गरौँ। अब सबसे सुरुमा हैन यहाँ कार्डलेस ट्रान्ज्याक्सन तपाईले यहाँ हेर्न सक्नुहुन्छ। यो कार्डलेस ट्रान्ज्याक्सनमा क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गर्नु। अब यहाँ हामीले भाषा चुज गर्नुपर्ने हुन्छ। यहाँ इंग्लिश चुज गर्छौं अभियसली। इंग्लिशमा चुज गरिसके पछाडि तपाईले यहाँ दुईटा अप्सन हेर्न सक्नुहुन्छ। प्लिज सेलेक्ट द सर्भिस। अब यसमा हामी प्रिन्ट अलडाजी मादा कार्डमा क्लिक गर्छौं। त्यसपछि तपाईले यहाँ हेर्न सक्नुहुन्छ प्लिज इन्टर योर नेशनल आईडी और इकामा नम्बर भनेको छ। अब हामी यहाँ सिम्पली इकामा नम्बर क्लिक गर्छौं, यानी डायल गर्छौं इकामा नम्बर हान्न। इकामा नम्बर हानिसके पछाडि अब सिम्पली तपाई कन्टिन्यूमा क्लिक गर्नुहुन्छ। कन्टिन्यूमा क्लिक गरिसके पछाडि तपाईले यहाँ हेर्न सक्नुहुन्छ एकछिन टाइम लाग्छ र तपाईको मोबाइल नम्बरमा अब एउटा ओटीपी कोड आउँछ। मोबाइल निकाल। त्यो ओटीपी कोड तपाईले यहाँ इन्टर गर्नुपर्ने हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ आइसकेको छ। यो ओटीपी कोड राखिसके पछाडि सिम्पली तपाईले अब कन्टिन्यूमा क्लिक गर्नुहुन्छ। अब यहाँ तपाईले काइन्डली चुज योर इन्भेस्टिङ नेम भनेको छ। तपाईले आफ्नो इच्छा अनुसारको नाम चुज गर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ 4वटा अप्सन दिएको छ। तिमीलाई कुन ठीक लाग्यो? जुन ठीक लाग्छ त्यसमा तपाईले क्लिक गरिदिनुहुन्छ। अब यहाँ हेर्न सक्नुहुन्छ फिंगरप्रिन्ट। तपाईको फिंगरप्रिन्ट यहाँ राख्नुपर्ने हुन्छ। प्लिज पुट योर इन्डेक्स फिंगर, यानी तपाईको यो बीचको होला, यो होला। तपाईले यहाँ राख्नुपर्ने हुन्छ। फिंगरप्रिन्टमा तपाईले हेर्न सक्नुहुन्छ यहाँ देखाइएको हुन्छ। यसमा तपाईले गर्नुपर्ने हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ यहाँ आइसकेको छ डिटेल। यहाँ हेर्न सक्नुहुन्छ डिटेलहरु आउँछ फिंगर राखिसके पछाडि। अब सिम्पली तपाईले कन्फर्ममा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि एकैछिन टाइम लाग्छ तपाईको यहाँ। यो ठाउँमा तपाईले यहाँ फिंगर देखाएको छ। यो ठाउँमा फिंगर तपाईले राख्नुपर्ने हुन्छ र अब यहाँ तपाईको स्क्यान भइसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ यहाँ टाइम लाग्छ। यो 100% हुन्छ। त्यसपछि तपाईको कार्ड यहाँबाट तपाईको कार्ड निस्किन्छ। यहाँबाट तपाईले हेर्न सक्नुहुन्छ यो यहाँबाट तपाईको कार्ड आउँछ। साथीहरु भिडियो मन परिरहेको छ भने कृपया लाइक गर्दै गर्नु होला हैन भाइ? यहाँ हेर्दै हुनुहुन्छ हाम्रो कार्ड प्रिन्ट भइरहेको छ। यसरी तपाईहरुले अनलाइनबाटै घरमै
अकाउन्ट खोलेर तपाईले यो कियोस्क मसिनबाट तपाईहरुले तपाईको कार्ड प्रिन्ट गर्न सक्नुहुन्छ। साथै यो कार्ड प्रिन्ट भइसकेपछि हामीले एक्टिभ पनि गर्नुपर्ने हुन्छ यो कार्डलाई। त्यो पनि आज हामी यो भिडियोमा रहेर सिक्ने छौं र साथसाथै हामी क्याश विड्रल डिपोजिट पनि यसै भिडियोमा रहेर सिक्ने छौं। हेर्न सक्नुहुन्छ साथीहरु, यहाँ कम्प्लिट भइसकेको छ। न्यू कार्ड फ्रम दिस स्लोट भनेको छ। तपाईले यहाँ हेर्न सक्नुहुन्छ तल कार्ड आइसकेको छ। तपाईले यहाँ हेर्न सक्नुहुन्छ न्यू कार्ड। यहाँ तपाईले हेर्न सक्नुहुन्छ थ्यांक्स फर युजिङ अलराजी बैंक सेल्फ कियोस्क भनेको छ। यहाँ हेर्न सक्नुहुन्छ यो कार्ड तपाईले हेर्न सक्नुहुन्छ साथीहरु, प्रिन्ट भएर आइसकेको छ। अब यसलाई हामीले एक्टिभ गर्नुपर्ने हुन्छ पहिला, त्यसपछि मात्रै हामीले युज गर्न मिल्छ। अब यो कार्डलाई एक्टिभ गर्नको लागि तपाईले एटीएम विड्रल डिपोजिट भन्ने बुथमा आएर तपाईले यो कार्ड एक्टिभ गर्नुपर्ने हुन्छ। हेलो हेलो, यहाँ हामी कार्ड एक्टिभ गर्छौं। पहिला कार्ड हालिसकेपछि तपाईको एकछिन यहाँ इंग्लिश भनेको छ, इंग्लिश ल्याङ्ग्वेज सिलेक्ट गर्नु होला। त्यसपछि प्लिज इन्टर योर पर्सनल आइडेन्टिफिकेसन नम्बर भनेको छ। तपाईले यहाँ हेर्न सक्नुहुन्छ। अब यहाँ तपाईले जुनसुकै नम्बर राख्न सक्नुहुन्छ। एक्जाम्पलको लागि 1 2 3 4 डायल गर जुनसुकै नम्बर। यति राखिसकेपछि तपाईले यहाँ हेर्न सक्नुहुन्छ यस्तो किसिमको आउँछ। त्यसपछि अब तपाईले यहाँ अदर ट्रान्ज्याक्सन भनेको छ। यो अदर ट्रान्ज्याक्सनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईले यहाँ हेर्न सक्नुहुन्छ रजिस्टर इन मोबाइल अफसर सर्भिस एड चेन नम्बर। यो अप्सनहरु मध्ये तपाईले यहाँ फेरि यहाँ अदर ट्रान्ज्याक्सनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईले यहाँ हेर्न सक्नुहुन्छ एटीएम अमन अलराजी एक्टिभेसन भनेको छ। यो अप्सनमा तपाईले क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि अब तपाईको मोबाइल नम्बरमा ओटीपी कोड आउँछ। ओटीपी कोड तपाईले राख्नुपर्ने हुन्छ। यो ओटीपी कोड तपाईले डायल गर्दिनुहुन्छ। त्यसपछि कन्फर्ममा क्लिक गर्नुहुन्छ। अब यहाँ प्लिज इन्टर योर न्यू पिन नम्बर भनेको छ। तपाईले अब यहाँ सिम्पली न्यू पिन नम्बर राख्नुपर्ने हुन्छ। ल न्यू पिन नम्बर राख। फेरि प्लिज रि इन्टर योर न्यू पिन नम्बर। यति राखिसकेपछि तपाईले हेर्न सक्नुहुन्छ साथीहरु, यहाँ हाम्रो कार्ड एक्टिभ भइसकेको छ। सिम्पली अब तपाईले नो गर्न सक्नुहुन्छ अथवा यस गरेर तपाईले अरु हेर्न सक्नुहुन्छ। नो। अब हामी नेक्स्ट प्रोसेस क्याश विड्रल र क्याश डिपोजिट गर्ने छौं यो नयाँ कार्डमा। क्याश विड्रल कति निकाल्ने? कन्फर्म। हेर्न सक्नुहुन्छ हाम्रो क्याश विड्रल भइरहेको छ। यहाँ पैसा आइसकेको छ। अब हामीले यो अलराजीमा डिपोजिट गर्ने छौं। हेर्न सक्नुहुन्छ साथीहरु, हाम्रो न्यू कार्ड अब डिपोजिट गर्ने प्रोसेसमा यहाँ इंग्लिश सिलेक्ट गर्नुहुन्छ। त्यसपछि तपाई कार्ड पिन हाल्नुहुन्छ जो हैन। अब यहाँ तपाईले डिपोजिटको अप्सन हेर्दै हुनुहुन्छ। डिपोजिटमा क्लिक गर्नुहुन्छ। पिन नम्बर गल्ती हाने क्या?
यहाँ तपाईँले हेर्न सक्नुहुन्छ यहाँ क्यास स्लोट खोलिसकेको छ। अब सिम्पली तपाईँले क्यास राखिदिनुहुन्छ यो स्लोटमा। अब तपाईँको प्रोसेस सुरु भइरहेको छ। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, यहाँ हेर्न सक्नुहुन्छ क्यास डिपोजिट 100,800 डिपोजिट भइसकेको छ। सिम्पली तपाईँ डिपोजिटमा क्लिक गरिदिनुहुन्छ। तपाईँले हेर्न सक्नुहुन्छ साथीहरू, यहाँ हाम्रो सबै प्रोसेस सक्सेसफुल भइसकेको छ। त्यस पछाडि तपाईँले यहाँ कलेक्ट एन्ड रिसिभ एन्ड एक्जिटमा क्लिक गर्नुहुन्छ। त्यस पछाडि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ रिसिभ पनि आइसकेको छ। साथीहरू, तपाईँहरूले तपाईँको आफ्नै पर्सनल ब्याङ्क एकाउन्ट अनलाइनबाटै खोलेर तपाईँहरूले कार्ड प्रिन्ट गर्न सक्नुहुन्छ र एक्टिभ गरेर तपाईँले युज गर्न सक्नुहुन्छ। क्यास डिपोजिट, विथड्रल सबै गर्न सक्नुहुन्छ। आशा गर्दछु यो भिडियो पक्कै पनि तपाईँहरूलाई मन परेको छ र यदि मन परेको छ भने कृपया एक लाइक गरेर सब्सक्राइब गर्न बिल्कुलै नछुटाउनु होला भन्दै म यो भिडियोबाट बिदा हुन चाहन्छु। थ्याङ्क्स फर वाचिङ। ह्याभ अ नाइस डे। सी यु इन द नेक्स्ट भिडियो। बाई बाई।